जनयुद्ध विशुद्ध हामीले ग्रामीण इलाकालाई केन्द्रित गरेर गाउँ हुँदै सहर गर्ने रणनीति अन्तर्गत हामीले चाहिँ त्यसलाई आत्मसात गरेका थियौँ। सशस्त्र विद्रोह चाहिँ तपाईँको सहरीय क्षेत्रलाई विशेष गरी केन्द्रित गरेर लेनिनको पालामा चाहिँ सशस्त्र विद्रोहको कार्यनीति अपनाउनु भएको थियो भने नेपालको वस्तुगत परिस्थिति, नेपालको आत्मगत र वस्तुगत सबै परिस्थितिलाई मध्यनजर गर्दै हामीले भनेका छौँ नि एकीकृत जनक्रान्तिका 7 विशेषताहरूलाई हामीले प्रष्ट उल्लेख गरेका छौँ। त्यस अर्थमा अहिलेको नेपालको जो अवस्था छ हैन, यसको नेपालमा भएको समग्र क्षेत्रमा भएको विकास र नेपालको वर्तमान अवस्थालाई चाहिँ केन्द्रित गरेर अबको नेपालमा चाहिँ वैज्ञानिक ढङ्गले चाहिँ प्रयोग गर्न सकिने कार्यनीतिको रूपमा चाहिँ हामीले एकीकृत जनक्रान्ति चाहिँ अगाडि बढाएका छौँ। त्यसैले एकीकृत जनक्रान्ति मार्फत हामीले चाहिँ नेपाललाई समाजवादको दिशामा चाहिँ लान सकिन्छ भन्ने एउटा चाहिँ निष्कर्ष सहित हामीले एकीकृत जनक्रान्ति चाहिँ अगाडि सारेका छौँ। जनयुद्ध र एकीकृत जनक्रान्तिमा चाहिँ धेरै ठुलो चाहिँ फरक छ भनौँ न। जनयुद्ध भनेको छापमार युद्ध हुँदै मलाई चाहिँ अगाडि बढ्ने मलाई युद्ध भयो, त्यो एउटा युद्धको रूपमा चाहिँ बुझिन्छ र हामीले प्रयोग गर्दै आएको कुरा भयो। तर एकीकृत जनक्रान्ति भनेको जनयुद्ध र चाहिँ जनआन्दोलन अथवा के अरे विद्रोह दुइटैले चाहिँ तपाईँको मिलाएर लान सक्ने चाहिँ कार्यनीतिको रूपमा चाहिँ हामीले त्यसलाई लिएका छौँ। त्यो हो। अब यो सरकारको कुरा गर्दाखेरि सरकार आफैमा चाहिँ यो जनविरोधी सरकार नै हो भन्ने चाहिँ कुरा प्रमाणित गर्दै लगेको छ। जेनजी आन्दोलनको मूल मर्म विपरीत मतलब गठन भएको सरकार अथवा देशको अहिले जो नेतृत्व गरिरहेको सुशीला कार्कीको नेतृत्वमा भएको सरकार जो छ यो जेनजी आन्दोलनको मर्म विपरीत अगाडि बढिरहेको छ। त्यसले गर्दाखेरि आफूलाई भन्न त यसले हामी निर्वाचनका लागि अथवा निर्वाचनको प्रयोजनका लागि गठन गरिएको सरकार हो, यो सरकारको मुख्य दायित्व निर्वाचन गराउने हो भन्छ। तर निर्वाचन कस्तो गराउने भन्दाखेरि एउटा प्रतिनिधि सभा भङ्ग गरेर अर्को प्रतिनिधि सभाको निर्वाचन गराउनु आफैमा चाहिँ यो देशका लागि ठुलो चाहिँ म चाहिँ नोक्सानीको विषय हो। यदि प्रतिनिधि सभाको चुनाव नै गराउनु थियो भने पहिलाको प्रतिनिधि सभाको चुनाव के अरे प्रतिनिधि सभा विघटन नगर्नुपर्ने हो। त्यस अर्थमा अब यो सरकार आफै जनविरोधी हो हैन। यो जेनजी आन्दोलनको मूल स्पिरिटलाई सामान्य खालको र त्यो स्पिरिटमा बनेको चाहिँ सरकार होइन। थुप्रै विवादित पात्रहरू मन्त्री भएका छन् र सुशीला कार्की आफैमा पनि विवादित पात्र हुन्। त्यसले गर्दाखेरि हामीले त्यसको चाहिँ मलाई चाहिँ विकल्प दिएका छौँ नि। त्यस अर्थमा हाम्रो पार्टीले सर्वपक्षीय अन्तरिम सरकारको मलाई चाहिँ मागलाई अगाडि सारेको छ र यो हुनुपर्छ। यदि सर्वपक्षीय अन्तरिम सरकार नेपालमा बनेन, यही सरकारले चाहिँ निर्वाचन गराउने मलाई चाहिँ उद्देश्य राख्यो अथवा बलपूर्वक यसलाई चाहिँ मलाई चाहिँ निर्वाचनमा देशलाई निर्वाचनमा लिने र यो सरकारले नै गराउने उद्देश्य राख्यो भने नेपाली जनताको पक्षमा चाहिँ फैसला आउने गरी त्यो चुनाव चाहिँ मलाई चाहिँ हुँदैन अथवा नेपाली जनताको हितमा त्यो चुनाव चाहिँ कुनै पनि हालतमा नेपाली जनताको हितमा हुने खालको परिणाम आउँदैन। यो विदेशीहरूको इन्ट्रेस्टमा चाहिँ दलाल मलाई चाहिँ हरूको इन्ट्रेस्टमा चाहिँ मलाई चाहिँ परिणाम आउँछ अथवा तिनीहरूले सोचे जस्तो परिणाम आउँछ। नेपाली जनतालाई आमूल परिवर्तनतिर लिने खालको पात्र चाहिँ निर्वाचित हुँदैन चाहिँ। त्यस अर्थमा चाहिँ यो सरकार जनविरोधी छ। हामीले यो सरकारको विघटन गरेर अन्तरिम के अरे सर्वपक्षीय अन्तरिम सरकारको चाहिँ कुरा उठाएका छौँ। यो नेपालमा हुनुपर्छ अनि मात्रै सर्वपक्षीय अन्तरिम सरकार गठन भएर गरिने चुनाव चाहिँ जनताको पक्षमा हुन्छ, त्यसले सही निष्कर्ष दिन सक्छ हैन। अहिले जे घटनाक्रमहरू अगाडि विकसित भएका छन् यो सबै त्यसैको परिणाम हो। विगतको सरकार असफल भएको पुष्टि जेनजी आन्दोलनले गरिसक्यो। 2 दिनभित्र चाहिँ 23-24 गतेको जेनजी आन्दोलनबाट चाहिँ मलाई ध्वस्त भयो अथवा चाहिँ त्यहाँबाट चाहिँ तपाईँको पछारिनुपर्ने स्थिति बन्यो। त्यो असफलता एउटा भइहाल्यो। अर्को अहिलेको चाहिँ यो सरकारको असफलता कहाँनिर हो भन्दाखेरि चाहिँ यसले पनि विगतकै सरकारको निरन्तरताको रूपमा चाहिँ काम गर्न थाल्यो, जसले गर्दाखेरि यसले आफ्नो असफलताको चाहिँ मलाई चाहिँ यात्रा त त्यहीँबाट सुरु गर्यो नि। जुन अपेक्षाका साथ जेनजी आन्दोलन भएको थियो र त्यो आन्दोलनलाई सम्बोधन गर्ने प्रकारको चाहिँ सरकार बनेन, त्यसैले यो असफल हो। जहाँसम्म व्यवस्थाको कुरा त यी जे जति छन् यी असफल व्यवस्थाको परिणाम हो भन्ने कुरा हामीले विगतदेखि भनेका छौँ। यसको विकल्प समाजवादी व्यवस्था हो, नेपाली विशेषता सहितको समाजवादी व्यवस्था हो हामीले भनिसकेका छौँ नि त। त्यसैले हाम्रो पार्टीले जे भनेको छ त्यो कुरा पुष्टि हुँदै आइराखेको छ। यस अर्थमा पनि हाम्रा एजेन्डा सही छन्, वस्तुवादी छन् र वैज्ञानिक छन्। समाजवादी व्यवस्था भनेको आजको व्यवस्थाभन्दा सयौँ गुणा चाहिँ राम्रो व्यवस्था हो। जनताको चाहिँ मलाई चाहिँ घाँस बास कबा स्वास्थ्य शिक्षा हरेक कोणबाट हेर्नुभयो भने समाज अहिले यो छोटो इन्टरभ्यूमा त्यो धेरै कुरा भनेर साध्य पनि हुँदैन। समाजवादको विषयमा थुप्रै नेताहरूको आर्टिकलहरू बाहिर धेरै कुरा चाहिँ पनि मलाई आइ नै सकेका छन्। समाजवाद भनेको छोटो अर्थमा चाहिँ अहिलेको व्यवस्थाभन्दा धेरै उन्नत व्यवस्था हो
र त्यो व्यवस्थामा चाहिँ सबै जनताका अधिकारहरू सुरक्षित हुन्छन् भन्ने कुरा नै बुझ्नुपर्छ हैन। त्यो हो समाजवादी व्यवस्थाको चाहिँ मूल ध्येय भनेको चाहिँ त्यो हुन जान्छ। 3 बुँदे सहमति आफैमा मौलिक प्रकारको चाहिँ सहमति हो। तत्कालीन केपी ओली सरकारको नेतृत्व गरिराख्नु भएको थियो र हामीले यताबाट चाहिँ गर्दाखेरि चाहिँ त्यो एक प्रकारको मौलिक चाहिँ विशेषता सहितको नेपाली विशेषता सहितको मौलिक सहमति हो 3 बुँदे। अब जहाँसम्म कार्यान्वयनको कुरा छ त्यहाँ बेमानी देखियो अथवा सरकारले त्यहाँ इमान्दारीपूर्वक त्यो 3 बुँदे सहमतिलाई पालना गर्ने चाहिँ गरेन र त्यसले चाहिँ अहिले पनि आलटाल गरिरहेको छ। सायद यो सरकारको पनि त्यो दायित्व हुन जान्छ र यसले पनि बाँकी मलाई चाहिँ कार्यान्वयन हुनुपर्ने विषयहरू गर्नु नै पर्छ। अहिले पनि हाम्रा 12-14 जना साथीहरू अहिले पनि जेलमै हुनुहुन्छ। थुप्रै साथीहरूलाई चाहिँ झुट्टा मुद्दा लगाइएको छ, झुट्टा मुद्दा खारेज गरिएको छैन भन्नाले 3 बुँदे सहमति कार्यान्वयन भएको छैन। सरकारले जुन स्पिरिटका साथ हामीसँग चाहिँ 3 बुँदे सहमति गर्यो हामीले एक कुरो पालना गरि नै रह्यौँ, तर सरकारले चाहिँ त्यहाँ कहीँ न कहीँ बेमानी मलाई चाहिँ देखाइरहेको छ र बेमान गरिरहेको छ भनौँ न। अब त्यसलाई चाहिँ सरकारले चाहिँ गम्भीरतापूर्वक लिनुपर्छ। पार्टीले पछिल्ला स्टेपहरू जो चालेको छ अब यी हामी सबै 3 बुँदे सहमति अन्तर्गत नै हामीले इमान्दारीपूर्वक स्टेप चालिरहेका छौँ, तर सरकारले बेमान गरेको छ। बेमान गर्नुहुन्न, यो यथाशीघ्र वर्तमान सरकारले पनि यसलाई यसमा 3 बुँदेमा टिकेर 3 बुँदेका सहमतिहरू कार्यान्वयन गर्नुपर्छ भनौँ न। एमसीसीको विषयमा पनि प्रष्टै छ। हामी संसद भवनमा एमसीसी पास गर्दाखेरि सडकमा चाहिँ टाउको फुट्ने गरेर चाहिँ लड्ने शक्तिको रूपमा चाहिँ नेपाल कम्युनिस्ट पार्टी नै हो र त्यो उसमा चाहिँ हामी अहिले पनि विचलित छैनौँ र हामी अहिले पनि कहीँ कतै चाहिँ मलाई चाहिँ तपाईँको झुकेका छैनौँ हैन। राष्ट्रियता हो अबको हाम्रो पार्टीको सङ्घर्षको मुख्य कार्यक्रम भनेको राष्ट्रवादी के अरे राष्ट्रियताको चाहिँ सङ्घर्ष हो। अब हामीले गर्ने सङ्घर्ष भनेको नेपाल निकै मलाई चाहिँ तपाईँको कष्टकर अवस्थाबाट अगाडि बढिरहेको छ र एक प्रकारले विदेशीहरूको खेल मैदानमा परिणत हुँदैछ हैन। तपाईँले हेर्नुभयो अहिले पछिल्लो चरणको जेनजी आन्दोलनपछि बन्ने सरकार पनि यो विदेशीकै इन्ट्रेस्टमा बनेको सरकार छ हैन। नेपालको आफ्नो चाहिँ मौलिकपन कहीँ कतै पनि देखिँदैन र विदेशीले जे चाह्यो त्यो हुने अवस्था नेपालमा चाहिँ निम्तिँदैछ र त्यो हामी देख्न सक्छौँ। त्यसैले गर्दाखेरि चाहिँ राष्ट्रियताका सवाल एकपछि अर्को जटिल बन्दै गइराखेको छ। यदि नेपाली जनताले सङ्घर्षको चेतना चाहिँ मलाई चाहिँ राख्ने होइन र सङ्घर्ष गर्ने होइन भने चाहिँ योभन्दा झन् ठुला चाहिँ दुर्घटनाहरू हामीले चाहिँ भोग्नुपर्ने हुन्छ। त्यसैले एमसीसी कार्यान्वयनमा गइसकेको छैन, लिने प्रयास गरिरहेको छ, तर हामीले रोक्छौँ त्यसलाई। नेपाली जनताले रोक्छ। त्यो नेपाली जनताको चाहना विपरीत गरिएको चाहिँ मलाई चाहिँ एमसीसी सम्झौता हो जो नेपाली जनताले स्वीकार्दैन, आज पनि स्वीकार्दैन, हिजो पनि स्वीकारेन, आज पनि स्वीकार्दैन र भोलि पनि त्यसलाई चाहिँ स्वीकार्दैन। नेपाली जनताले आफ्नो ताकतबाट त्यसलाई चाहिँ असफल बनाएर छाड्छ र त्यो नेपालमा सम्भव छैन चाहिँ। अब एकताको एउटा हावा चलिरहेको छ र एकता चाहिँ पनि हुँदै गइरहेका छन् दलहरू, विभिन्न दलहरूको बिचमा। यो त यसमा त हाम्रो शुभकामना नै छ। एकताको चाहिँ प्रस्ताव हामीले मुख्य गरी त हाम्रो पार्टीले नै हो एउटै कम्युनिस्ट केन्द्र बनाऊँ भनेर चाहिँ सुरुमा प्रस्ताव गर्ने चाहिँ हाम्रै पार्टी र हाम्रै महासचिव कमरेड विप्लवले चाहिँ त्यो कुरा अगाडि सार्नु भएको र देश त्यतापट्टि गइ नै राखेको छ। जहाँसम्म माओवादी केन्द्रसँगको एकता र हाम्रो पार्टी बिचको एकता चाहिँ नहुनुको कारण के हो भन्ने कुरा चाहिँ जो प्रश्न गर्नुभएको छ यो असाध्यै सान्दर्भिक छ। अहिले चलिराखेको छ विप्लवका कारणले चाहिँ मलाई चाहिँ एकता भएन एउटा पङ्क्तिले भन्ने, प्रचण्डका कारणले एकता भएन अर्को पङ्क्तिले भन्ने, एक अर्कालाई दोषारोपण लगाएर एकताबाट जो भाग्ने चाहिँ मलाई चाहिँ स्थिति देखियो यो एकदम चाहिँ यथार्थ हो। अहिलेको चाहिँ मलाई चाहिँ यथार्थ त्यो हो। त्यसले गर्दा त्यसको खास के हो त भन्दा चाहिँ एकताबाट चाहिँ माओवादी केन्द्रले जुन इमान्दारीतापूर्वक चाहिँ एकताका चाहिँ शर्तहरू पालना गर्नुपर्थ्यो त्यो गरेन चाहिँ। के हुन् त एकताका शर्तहरू भन्दाखेरि चाहिँ पहिलो कुरा त विचार, राजनीति, कार्यक्रम र नेतृत्वको कुरा चाहिँ टाइमै लगाएर भए पनि त्यसलाई चाहिँ तपाईँको क्लियर गर्नु पर्थ्यो हैन। सैद्धान्तिक बेसमा एकता बनाऊँ, एकता गरौँ हैन। असैद्धान्तिक ढङ्गले अपवित्र खालको चाहिँ एकाएक मलाई चाहिँ गरिने एकताले चाहिँ तपाईँको परिणाम दिँदैन। माओवादी केन्द्र र चाहिँ तपाईँको एमाले बिचको एकताले जुन दुष्परिणाम निकाल्यो त्यो हतारमा गरिने एकताले त्यो गरिन्छ। एउटा दोस्रो कुरा चाहिँ सैद्धान्तिक बेसमा गरौँ एकता भन्ने बहसले चाहिँ तपाईँको काम गरेको छ। त्यहाँ चाहिँ तपाईँको आज मात्रै महासचिव कमरेडले चाहिँ 7 वटा आधारहरू नेपाल कम्युनिस्ट पार्टीले यो देशलाई चाहिँ देशको मुहार फेर्ने चाहिँ तपाईँको अबको चाहिँ मलाई चाहिँ यो शास्ति नेपाली जनताले जो भोगिरहेछन् योबाट निकास दिनका लागि चाहिँ 7 वटा आधारहरू जो प्रस्तुत गर्नुभएको छ हैन। त्यसलाई मान्ने हो भने चाहिँ हामीले देशको त पुरै नेतृत्व गर्न पाउनुपर्छ र नेपाली जनताले चाहिँ त्यसमा चाहिँ नेपाल कम्युनिस्ट पार्टीलाई चाहिँ जिताउँछ भन्नेमा हामी विश्वस्त छौँ
हैन, किनकि लामो समयदेखि चाहिँ जनताका एजेन्डा लिएर सडकमा सङ्घर्ष गर्ने पार्टी नेपालमा कोही छ भने नेपाल कम्युनिस्ट पार्टी मात्रै हो। त्यो दुई तीनटा कारण छन्। एउटा चाहिँ हामीले गएको निर्वाचन, स्थानीय निर्वाचनमा जो पार्टीले चाहिँ निर्वाचन उपयोग गर्ने नीति लियो र हामी स्वतन्त्र रूपमा चाहिँ निर्वाचन लडिरहेका थियौँ, त्यहाँ जनताले विश्वास गरेन। पहिलो कुरा भरम पनि त्यसरी सिर्जना गरियो चाहिँ यो पार्टी चाहिँ सीमित आफ्नो चाहिँ मलाई कसैले त आफ्नो भोट काट्नका लागि आएको पार्टी हो, यो भोलि बम हान्न गइजान्छ, यो फेरि सडक सङ्घर्षमा गइजान्छ, दर्ता भएको छैन, अन्त गाउँघरको भाषामा त यसको न ठेक छ न लेख छ, त्यसैले गर्दाखेरि यसलाई पत्याउनु हुँदैन। गाउँको कुरा त हो, ग्रामीण इलाकामा त जनता त चाहिँ अहिले पनि भ्रमित छ। त्यसो भएको हुनाले चाहिँ पार्टी पुरै मलाई चाहिँ निर्वाचनमा गइसकेको अथवा चाहिँ जनताले चाहिँ विश्वास गर्ने खालको मलाई चाहिँ पार्टी का गतिविधिहरू थिएनन् भनौँ न। त्यसैले गर्दाखेरि यो पटक हामीले चाहिँ पार्टी निर्वाचन आयोगमा दर्ता गरेर नै जनताको चाहनालाई प्रतिनिधित्व गर्ने गरी, जनताको चाहनालाई चाहिँ मलाई पुरा गर्ने गरिकन हामी प्रक्रियागत ढङ्गले पनि हामी अगाडि बढिरहेका छौँ। त्यसैले हामी आफ्नै चुनाव चिन्ह, आफ्नै मलाई चाहिँ पार्टी दर्ता गरेर चाहिँ हामी निर्वाचनमा गयौँ भने हैन, अहिले जेनजी आन्दोलनबाट विस्थापित भएका पुराना दलहरूलाई जिताउँछन् भन्नेमा चाहिँ हामी 100% विश्वास गर्दैनौँ। आन्दोलनले बढारिसक्यो तिनलाई, पुराना नेताहरूबाट, पुराना पार्टीहरूबाट, पुरानो चाहिँ प्रवृत्तिहरूबाट चाहिँ अबको देश चल्दैन भन्ने कुराको पुष्टि जेनजी आन्दोलनले गरिसक्यो। त्यसैले गर्दाखेरि पनि नयाँ पार्टी, भिजन सहितको पार्टी, दृष्टिकोण सहितको पार्टी, प्रतिबद्धता सहितको पार्टी भनेको नेपाल कम्युनिस्ट पार्टी हो। त्यसैले पनि जनताले जिताउँछ भन्नेमा हामी विश्वास छौँ। अब सिटको कुरा त तलमाथि त्यो अहिले ठ्याक्कै चाहिँ अङ्कको रूपमा चाहिँ त्यहाँ नभनिहालौँ, तर नेपाली जनताले विश्वास गर्न लागेको पार्टी नेपाल कम्युनिस्ट पार्टी मात्रै हो, जसले अनुसन्धान, श्रम, पसिना, आफ्नै मलाई चाहिँ तपाईँको पौरखमा चाहिँ बाँचेको पार्टी नेपाल कम्युनिस्ट पार्टी हो। त्यस अर्थमा पनि जनताले पत्याउँछन् र नेपाल कम्युनिस्ट पार्टीले दिन्छन्। अब अहिले तपाईँले उतापट्टि हेर्नुभयो, एउटा खालको केन्द्र बन्यो हैन, भन्न त त्यसलाई चाहिँ अब विद्रोह आश्रम भन्छन्, कसैले केही भन्छन्, जे भए पनि एउटा केन्द्र बनेको छ। तर त्यहाँ चाहिँ तपाईँको प्रवृत्तिगत समस्याहरू बोकेको एउटा थुप्रो अथवा चाहिँ तपाईँको पुराना प्रवृत्तिहरूको केन्द्रीकरण चाहिँ मलाई भएको छ। त्यहाँ कुनै नयाँपन छैन कि। हेर्नु होला, एकतामा गएका साथीहरू सबै निराश देखिन्छन् कि, समाजवादीको साथीहरू पनि निराश हुनुहुन्छ, त्यसपछि गएर यतापट्टि चाहिँ माओवादी केन्द्रको साथीहरू निराश हुनुहुन्छ। सर्वस्व गुमाएर गरिने एकता जो हुन्छ नि, कहीँ न कहीँ पहिचान नझल्किने गरिकन गरिएको एउटा समर्पण भावसहितको चाहिँ एकता चाहिँ जो हो, त्यसले मान्छेलाई उत्साहित गर्दैन। हेर्न त टाउकाहरू धेरै जोडिएका छन्, तर चाहिँ त्यहाँ उत्साह देखिँदैन, एकदम निराशा छ त्यहाँ चाहिँ तपाईँको चाहिँ। केही मान्छेहरूमा, सीमित मान्छेहरूमा उत्साह छ, अधिकांश चाहिँ मलाई चाहिँ मान्छेहरू, जनताहरू, शहीद परिवार, कार्यकर्ता, घाइते, अपाङ्ग, योद्धाहरू सबैमा चाहिँ निराशा हामी देखिरहेका छौँ। त्यो समेतको प्रतिनिधित्व गर्ने त नेपाल कम्युनिस्ट पार्टी हो नि। अब केही अब कम्युनिस्ट भन्ने शब्दै उच्चारण नगर्ने गरिकन 10 कोस पर टाढा चाहिँ जान खोज्दैछन् र गइ पनि सकेका छन्। त्यसैले जनयुद्ध, जनआन्दोलन, त्यसपछि एकीकृत जनक्रान्तिदेखि हालसम्म जेनजी आन्दोलन हुँदै हालसम्मको चाहिँ आन्दोलन र त्यसको चाहिँ मलाई नेतृत्वकर्ताको रूपमा चाहिँ नेपाल कम्युनिस्ट पार्टी छ। त्यस अर्थमा पनि जनताले चाहिँ विश्वास गर्छन् र दिन्छन्। यही कुरामा चाहिँ हामीले बुझ्नुपर्छ र जनतालाई हामी सबैको मेहनत चाहिँ यतातिर चाहिँ लाग्नुपर्छ, जनताले बुझाउनुपर्छ हैन। व्यवस्थामा चाहिँ कारण खोर्नुपर्छ हैन। जनताको व्यवस्था छैन, जनताको प्रतिनिधिहरू हाबी हुने व्यवस्था छैन, दलाल पुँजीपतिहरू हाबी हुने, बिचौलियाहरू हाबी हुने, तस्करहरू चाहिँ हाबी हुने व्यवस्थामा चाहिँ युवाहरू, इमान्दार युवाहरू, मेहनत कर्मी युवाहरू त पलायन हुनुभएको अर्को छैन। हाम्रो देशमा रोजगारी छैन, नेपाल सरकारको आफ्नो उत्पादनको नीति छैन, त्यसपछि गएर चाहिँ उद्योग कल कारखानाहरूको विकास गर्ने नीति सरकारले लिँदैन। भएका उद्योग कल कारखानाहरू बेचेर खान्छ, कमिसनमा बेचेर खान्छ। त्यसो भएको हुनाले चाहिँ यो त अहिलेको दलाल संसदीय व्यवस्था नै हो यसको मुख्य कारण भनेको। तर अब के गर्छ त नेपाल कम्युनिस्ट पार्टीले भन्दाखेरि हामीले त देखाइसक्यौँ नि। हामी विगतका 2 वर्ष चाहिँ हामीले उत्पादनमा मलाई चाहिँ समय दियौँ, त्यसपछि र बिजनेसतिर पनि हामीले गऱ्यौँ। अहिले हामी उद्योगतिर सामान्यतया हामीले चाहिँ उद्योगमा प्रवेश गर्न खोज्दैछौँ। नेपालमा बन्ने जोसुकै सरकारले पनि चाहिँ नेपालमा युवाहरूलाई रोजगारी दिने मनसायसहित उद्योगहरूको स्थापना गर्नु पर्यो हैन। कसरी रोजगारी सिर्जना गर्न सकिन्छ, रोजगारी सिर्जना गर्ने खालका कार्यक्रमहरू ल्याउने चाहिँ इमान्दारपूर्वक चाहिँ त्यो लागू गर्ने, कार्यान्वयन गर्ने खालको लिडरसिप जनताले छान्नु पर्यो हैन। अनि मात्रै त्यो पुरा हुन्छ हैन। नत्र भने कोही एकाजनाले भाषण गरेकै भरमा त्यो पुरा हुँदैन। यो निरन्तरतामा चाहिँ झन् मलाई चाहिँ युवाहरू चाहिँ निराश हुनेर चाहिँ विदेश जाने मलाई चाहिँ हुन्छ। यसको अन्त्य गर्नको लागि त सक्षम नेतृत्व चाहिन्छ, भिजन सहितको नेता चाहिन्छ, असल मलाई चाहिँ पार्टी चाहिन्छ, असल नेतृत्व चाहिन्छ
जसले गर्दाखेरि यो जनताको नेपाली जनताको त्यसले प्रत्यक्ष नेतृत्व गर्न सकोस्। त्यसैको लडाइँ त छ, अहिले देखिराख्नु भएकै त छ त। पुराना दलहरूलाई गाली गरेर हामी मलाई चाहिँ भ्रष्टाचार मुक्त नेपाल बनाउँछौँ अथवा नेपालमा चाहिँ तिनीहरूको मलाई चाहिँ ठाउँमा चाहिँ हामी उदय हुन्छौँ अथवा हाम्रो उदय हुन्छ भनेर जुन साहसका साथ आयो त्यो त देखिहाल्नु भयो। मूल नेताहरू नै अहिले भ्रष्टाचारकै केसमा चाहिँ जेलमा छन् होइन। अब कोही मलाई चाहिँ काहीँ छन्, कोही देखिराख्नु भएको छ। यो उनीहरूको चाहिँ देखावटी कुरा हो। 3 प्रमुख राजनीतिक दलको चाहिँ जनविरोधी अथवा जनताप्रति उत्तरदायी नहुने प्रवृत्ति होइन, दलाल माफिया तस्करहरूलाई बढुवा दिने जो प्रवृत्तिको विकास भयो अथवा 3 दलको असफलताको परिणाम नयाँ मलाई चाहिँ पार्टीहरूको जन्म भयो र नयाँ पार्टीहरू पनि जनताप्रति उत्तरदायी छैनन् भन्ने कुरा उनीहरूको हिजो आजको विघटन, उनीहरूको मुख्य नेतृत्वमाथि चाहिँ मलाई चाहिँ जो खालको चाहिँ अलि मुद्दा मलाई खेप्ने अवस्था चाहिँ जो सिर्जना भएको छ अथवा मुद्दामा हुनुहुन्छ उहाँहरू, यो त देखि नै हाल्यो। नयाँले के गर्ने हुन्, पुरानाले के गर्ने भन्ने कुरा त्यो लहरमा हावामा चाहिँ आएको चाहिँ मलाई चाहिँ भरमा चाहिँ त्यो हामीले विश्वास गर्न लागेको चाहिँ मलाई बनेनन् भनौँ न। नयाँ पार्टी उदाउनु, नयाँ पार्टी आउनु राम्रो कुरा हो, तर तिनले केही न केही गर्नु पर्यो के। अनि उनले पनि त त्यही खेती त गरे त। आखिर रवि बिचरा अहिले पनि चाहिँ मलाई जेलमा हुनुहुन्छ, भ्रष्टाचारको केसमा जेलमा हुनुहुन्छ। भ्रष्टाचारको नारा लाउँदा भ्रष्टाचार विरोधी नारा लाउँदा उहाँ अहिले भ्रष्टाचारकै केसमा चाहिँ जेलमा हुनुहुन्छ, सहकारी ठगी भनौँ न त्यस्तो। अब पुराना पार्टी टुटे फुटे विभाजन भयो भनेर चाहिँ आरोप लाउनुहुन्थ्यो उहाँहरू। अहिले आफ्नै पार्टीमा चाहिँ दिन प्रतिदिन नेताहरू चाहिँ विचलित हुने, भाग्ने, पार्टी चेन्ज गर्ने प्रक्रिया सुरु भएको छ। पुरानो र नयाँमा के फरक देख्नुहुन्छ तपाईँहरू? केही देख्नुहुन्छ? त्यसैले चाहिँ नयाँको विकल्पको रूपमा, नयाँ शक्तिको विकल्पको रूपमा चाहिँ नेपाल कम्युनिस्ट पार्टी हो। यसले आफ्नो आर्थिक नीति बनाएको छ होइन, यसले आफ्नो चाहिँ मलाई चाहिँ तपाईँको राजनीतिक कार्यक्रम, मौलिक प्रकारको राजनीतिक कार्यक्रम बनाएको छ। यसले नेतृत्व, असल नेतृत्वको मलाई चाहिँ विकास गरेको छ, लिडरसिपको विकास त्यसरी गरेको छ। एउटा भरपर्दो लोकप्रिय मलाई चाहिँ लिडरसिप छ होइन, जनताप्रति प्रतिबद्ध भएको लिडरसिप छ। विगतमा चाहिँ नेपाल बनाउनुपर्छ भनेर त्याग गरेका, बलिदान गरेका नेताहरूको चाहिँ मलाई पुरै टिमै छ होइन। त्यसैले गर्दाखेरि चाहिँ यसले आफ्नै मलाई चाहिँ तपाईँको संस्कृतिको विकास गरेको छ, आफ्नो अर्थनीतिको विकास गरेको छ। यसले आफ्नै दर्शनमा विगतका हेर्नु होला अहिले तपाईँको चाहिँ सिद्धान्तले केही मलाई माखो मार्दैन भन्नेहरूका विरुद्ध गतिलो झापट दिएको छ होइन। मार्क्सवाद के अरे दर्शनमा चाहिँ विकास गरेको छ, अर्थमा विकास गरेको छ, राजनीतिमा यसले कार्यक्रममा विकास गरेको छ, स्वाधीनताको आन्दोलनमा यसले चाहिँ मलाई निरन्तर सङ्घर्ष गर्दै गएको छ, भ्रष्टाचारका विरुद्धमा निरन्तर सङ्घर्ष गरिरहेको छ। त्यस अर्थमा चाहिँ यो पार्टी नयाँ हो र यसले गर्न सक्छ र गर्नुपर्छ। नेपाली जनताले रोज्नुपर्छ यो पार्टी चाहिँ, अनि मात्रै नेपालको मुहार फेर्न सकिन्छ। नत्र भने चाहिँ त्यो हावाको भरमा आएका, हामी त त्यसलाई झारपात भन्छौँ होइन, उम्रिएका झारपातहरू भन्छौँ, हो पनि हो, साबित पनि भइसक्यो होइन। त्यसले नयाँ दिन सक्दैन पनि। उही पुरानो खेलोमेलोमा चाहिँ मलाई चाहिँ चुर्लुममा डुब्ने बाहेक अर्को नयाँ गर्न सकेन। त्यस अर्थमा चाहिँ अब यी सामाजिक अभियन्ता, स्वतन्त्र व्यक्तित्व भन्नेहरू पनि यी कहीँ न कहीँ हावाबाट प्रभावित भएर चाहिँ मलाई चाहिँ उदाएको शक्ति हो। त्यसले गर्दा नेपाल कम्युनिस्ट पार्टी जसको विगत लामो समय यो देशमा चाहिँ परिवर्तन गर्नुपर्छ भनेर चाहिँ लड्यो होइन, त्यसको चाहिँ मलाई आफ्नै इतिहास छ, आफ्नै मौलिकपन छ। त्यसलाई विश्वास नगर्नुपर्ने कुनै कारण देखिँदैन। त्यसैले नेपाल कम्युनिस्ट पार्टी अबको विकल्प हो, राजनीतिक विकल्प हो भन्ने कुरा चाहिँ हामीलाई लाग्छ। र यो आम हामी सबै मिडियाकर्मी साथीहरूले पनि यसलाई जोरदारका साथ जनतामा भन्नुपर्छ होइन। केही छैन त्यहाँ, स्वार्थ केही पनि छैन। सत्य कुरालाई सत्य भन्न सक्ने हिम्मत हामी सबैले गर्नु, देशभक्तहरू सबैले गर्नुपर्छ। इमान्दार कर्मीहरूले सबैले चाहिँ मलाई त्यो कुरा भन्नुपर्छ। भ्रष्टाचार विरोधी शक्तिहरू सबै चाहिँ मलाई त्यो आवाज बोल्नुपर्छ। सुशासनको पक्षमा चाहिँ लड्ने सबैले चाहिँ के अरे लाग्ने सबैले चाहिँ त्यो कुरा चाहिँ भन्न सक्नुपर्छ। र अहिले देशको व्यथिति जसले हामीले अध्ययन गरिरहेका छौँ त्यो सबै शक्ति एक ठाउँमा गएर त्यसका विरुद्धमा लाग्नुपर्छ। हामीले भनेका छौँ ल आउनुहोस् नयाँ कम्युनिस्ट केन्द्र बनाऊ पनि भन्यो नि त। हामीले एकताको उतापट्टि ढोका पनि बन्द गरेनौँ। त्यसपछि हामीले त्यसको विकल्प अहिले जो बनिराखेको छ यो पनि विकल्प हुन सक्दैन भन्ने ठम्ब्याइसहित हामीले नयाँ कम्युनिस्ट केन्द्र, न्यू कम्युनिस्ट सेन्टर हामीले बनाउने प्रयत्न पनि गरिरहेका छौँ। त्यसको नेतृत्व कमरेड विप्लवले गर्नुहुन्छ। ल युवाहरू सबै लागौँ न त, इमान्दार युवाहरू। निराश हुनुपर्ने के जरुरी छ? के नेतृत्व छैन? के विकल्प छैन? विकल्पविहीन मलाई चाहिँ यात्रा हो अबको हाम्रो। त्यसैले विकल्प सहितको यात्रा हो। त्यो विकल्प भनेको राजनीतिक रूपमा चाहिँ न्यू कम्युनिस्ट सेन्टर हो। त्यसैले कम्युनिस्ट जनमतमाथि भएको हमला यसले कन्ट्रोल गर्न सक्छ। कम्युनिस्टहरूलाई तितर बितर गर्ने चाहिँ मलाई चाहिँ जो खालको चाहिँ मलाई चाहिँ षड्यन्त्र भइरहेको छ त्यसलाई पनि यसले चिर्न सक्छ
र भविष्य जो मान्छे निराश मलाई चाहिँ भएका छन् भविष्य देखाउने मलाई पनि यो न्यू कम्युनिस्ट सेन्टरले गर्न सक्छ। त्यसैले थुप्रै विकल्पहरूको ढोका खोलेर नेपाल कम्युनिस्ट पार्टी अगाडि बढिरहेको छ। यही यथार्थलाई चाहिँ हामीले जनतामा बेइज्जत भन्न सक्नुपर्छ। अहिलेको यथार्थ यही कैयौँ हावाहरूमा कैयौँ मलाई चाहिँ तपाईँको प्रदूषणहरू चाहिँ मलाई चाहिँ छन् होइन। हावामा बहकिन जरुरी छैन। धैर्यतापूर्वक नेपाली जनताले धैर्यतापूर्वक विकल्पको खोजी गर्नुपर्छ। विकल्पविहीन यात्रा बिल्कुलै छैन। अबको यो यही गजङ मजङमा अथवा यही अप्ठ्यारोमा देश रहिरहेको छ यो बिल्कुलै होइन। विगतका थुप्रै आन्दोलन 7 सालदेखि जेनजी आन्दोलनसम्म जाँदा आन्दोलनको मुख्य चाहिँ मर्म चाहिँ मलाई चाहिँ पुरा भएको छैन अथवा आन्दोलन उद्देश्यमा पुग्न सकिरहेका छैनन्। आन्दोलनलाई कहीँ न केही बाहनामा तुगाइएको छ, आफ्नो उद्देश्य गन्तव्यमा पुग्न सकेका छैनन्। त्यसैले विकल्प छ। निराश नभएर चाहिँ हामी सत्यको पक्षमा चाहिँ लागौँ। बेमानका विरुद्धको सङ्घर्षमा हामी एकजुट हौँ। धोकेबाजको विरुद्धमा हामी सङ्घर्षमा एकजुट हौँ होइन। लम्पसारवादी शक्तिका विरुद्धमा चाहिँ हामी सङ्घर्ष गरौँ र कम्युनिस्ट विरोधी शक्ति जो छ आखिर नेपाल यहाँसम्म ल्याउनुको त मुख्य कारण त कम्युनिस्टकै कारण हो नि। त्यसै भएर आज कम्युनिस्टहरूमाथि हमला भइरहेको छ होइन। इमान्दार देशभक्तहरूमाथि हमला भइरहेको छ। यी सच्चा लोकतन्त्रवादी शक्तिहरूमाथि हमला भइरहेको छ। प्रगतिशील शक्तिहरूमाथि हमला भइरहेको छ। यी सम्पूर्ण शक्ति एकताबद्ध भएर चाहिँ नयाँ नेतृत्व होइन नयाँ विकल्पसहित हामी अगाडि बढ्यौँ भने देशमा चाहिँ अहिलेको जे मलाई चाहिँ तपाईँको यो असन्तुष्टिहरू छन् त्यसलाई सम्बोधन गर्न सकिन्छ र देशको मुहार हामीले छोटै समयमा फेर्न सक्छौँ। न कि अहिलेको विकल्प यो सुशीला सरकारले अगाडि सारेको निर्वाचन अबको विकल्प हुन सक्दैन होइन। हामीले प्रष्ट हाम्रा कार्यक्रमहरू छन्। अन्तरिम सरकार हुनुपर्छ होइन। सर्वपक्षीय अन्तरिम सरकार हुनुपर्छ। संविधानको पुनर्लेखन गरिनुपर्छ होइन। त्यसपछि सङ्घीयतालाई चाहिँ तपाईँको पुनर्संरचनामा लिनुपर्छ। देशलाई सङ्घीय पुनर्संरचनामा लिनुपर्छ। अग्राधिकार सहितको सङ्घीयता भनेका छौँ हामीले होइन। यी हुनु अबका चाहिँ मलाई कार्यक्रमहरू चाहिँ हाम्रा यसले मात्रै देशको चाहिँ समस्या समाधान गर्न सक्छ। विरहित मलाई चाहिँ राजनीतिक शक्तिहरू बिचको चाहिँ के अरे अन्तर्क्रिया अथवा विचार गोष्ठी अथवा गोलमेज सम्मेलन गरेर नयाँ निकास देशलाई दिनुपर्छ। विकल्प बिनाको देश छैन। विकल्प बिनाको समस्या छैन अथवा समाधान बिनाको समस्या बिल्कुलै छैन। समाधान सहितको समस्या पैदा भएका छन्। त्यसलाई हामीले सचेततापूर्वक होइन यो सङ्घर्षमा चाहिँ